बल्ल आइपुगे सेवरो सेवने है सबैजनालाई। आज चाहिँ हामी नानी लगेर के डिस्पेन्सरी जाँदैछु है। नानीको आज भ्याक्सिन छ हो। कति महिना? 16 महिनाको है। अन्त यहाँ अगाडि चाहिँ नानी र आमा हिँड्दैछ है। यहाँनिर चाहिँ नानी आमा हिँड्दैछ। मेरो छोरा हो है। छोरा बुढी हो। बुढी छोरा। भाइ भाइ खोल्नु यहाँ आउनु न भाइ। भाइ भ्याक्सिन गएको आज जाँदैछ। अब जाँदाखेरि त पर्दैन, आउँदाखेरि चाहिँ पर्छ। यस्तै रहेछ, बिहे गरिसके यस्तै हुँदो रहेछ साथीहरू। आउँदैछ है मेरो छोरा, हिँड्दैछ। मेरो भाइ डिस्पेन्सरी गएको अरे भ्याक्सिन लगाउनु है। भाइ कहाँ गएको भाइ? खोल्नु कहाँ जानुभएको? खोल्नु भाइ कहाँ जानुभएको? ढुङ्गी हुन्छ है। कहाँ जानुभएको भाइ? कहाँ जानुभएको? भाइ भाइ बाटो चाहिँ यस्तो बाटो हिँडाइ हुँदैछ नानी बोकेर। बिहे गर्नु साह्रो रहेछ। बिहे गर्नु साह्रो छ है। ओइ भाइ कस्तो हुँदैछ नानी बोकाइ? साह्रो पर्यो है। यहाँनिर पार्सल अलिकति माथि चाहिँ खानुपर्छ नानीलाई। अब यसले जहाँसुकै बाटो छ है। बाटो हुँदाखेरि पनि तपाईँको यति साह्रो पर्छ। पहिला हाम्रो पालोमा चाहिँ हो आमाले कसरी चाहिँ लान्थ्यो होला त। बाटो थियो भनेको जस्तो जग्गामा है गरेको थिएछ हाम्रो पहिला बाउ आमाको पालोमा चाहिँ। ओइ भाइ पहिला चाहिँ दुःख गरेको रहेछ आमाले, मजाले गरेको रहेछ है। अहिले हाम्रो पालो हुँदैछ है। पहिला अब बाउले त के गरेको भन्नु। आमाले दुःख गरिदिए। न रोड थियो होइन, न गाडी थियो। अहिले रोड बाटोहरू छ र गाडी जहाँसुकै पाइहाल्छ होइन। र पनि यस्तो दुःख छ होइन। दुःख गरेर गर्नुपर्छ। साह्रो पहिला गरेको थिएछ है। यस्तै हुन्छ है। बिहे गरिहाल्यो भने चाहिँ साथीभाइहरू। मेरो छोरा चाहिँ बिचरा भाइले बोकिदिँदैछ हो। यस्तो हुँदो रहेछ। साह्रो पर्ने रहेछ। खोल्नु भाइ बल्ल आइपुगे।